हेलो गुड मर्निङ सेवारो नमस्ते। फेरि पनि मेरो नयाँ भिडियोमा स्वागत छ तपाईहरुलाई। अनि तपाईहरु पनि सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु भन्दै आज पनि फेरि पनि भिडियो लिएर आइसकेको छु साथीहरु। अनि आज पनि पानी लिन जाँदैछु। पानी चाहिँ धमिलो आएर दुःख दिनुसम्म दिइरहेछ। पानी बोकेर खानु परिरहेछ साथीहरु। आज पनि पानी लिन गयो। आज चाहिँ मौसम यस्तो धुम्मिरहेको छ कि बादल लागेर पानीले दुःख दिनुसम्म दियो। कस्तो धुम्मेको मौसम त। हामी चाहिँ पानी बोकेर भने फर्क्यौं। पानी भरेर पनि फर्किँदैछौँ। एकदम साह्रो भयो। म चाहिँ गागरी पेप्सीहरू बोकेको छु, त्यही भएर गलियो हो। पानी बोक्दा बोक्दा हैरान भयो। धमिलो पानी आएर बर्खभरि यसरी बोकेर पानी खानुपर्ने हुन्छ कि क्या। पानी बोक्दा बोक्दा हैरान। यहाँ चाहिँ बुढोले पनि बोकिराख्नु भएको छ। पेप्सी एउटा बोक्नुहुन्छ। यति साह्रो छ कि पानी बोकेर खानु पर्ने। यहाँ चाहिँ बढी हिँड्दैछ अगाडि अगाडि पेप्सी 6वटा अनि एउटा काङ्ग्री बोकेर। अनि म चाहिँ भिडियो बनाउँदै हिँडेको छु पछाडि पछाडि। यस्तो छ हौ साथीहरु, दुःख छ लास्टै। हाम्रो जिन्दगी चाहिँ पानी बोकेरै खानेमा बित्ने भयो। गाउँमा पनि त्यस्तै हुन्थ्यो। अब गाउँदेखि यता पनि त्यस्तै छ गार्स जिन्दगीमा। मेरो बुढो चाहिँ दिदीले सामान पठाइदिनु भएको थियो अनि लिएर पनि आइपुग्नु भयो। स्पेशल सामान के छ अब अनबक्सिङ गरेर हेर्न पर्छ। अब अनबक्सिङ गरेर हेर्ने। दिदीले के पठाइदिनु भयो? ल तपाई खोल्नु, निकाल्नु। ल म खोलेँ। यो नजिकबाट आएको हैन फेरि। यो मामङखे फक्ताङलुङबाट आएको। फक्ताङ गाउँपालिका मामङखे कति पर्छ हौ वडा? गाविस खै कति हो त्यो चाहिँ थाहा भएन। दिदीले पठाइदिनु भएको। दिदीलाई धेरै धन्यवाद। फेरि फेरि पठाइदिनु होला। पातले सिस्नु। वाउ, नम्बर 1। यो चाहिँ आलु पठाइदिनु भएको रहेछ। आलु पनि। अनि दिदीलाई यत्रो धेरै पठाइदिनु भएकोमा थ्याङ्क यू सो मच दिदीलाई भिडियोबाट। अब नानीहरूलाई पनि धेरै मनपर्छ यो पातले सिस्नु। अनि मेरो बुढोलाई पनि धेरै मनपर्छ पातले सिस्नु र मलाई पनि मनपर्छ। आज चाहिँ खाने साथीहरु कसलाई मनपर्छ? म फिङ्गर फुलाउँदै छु चटपटी खाने बनाएर। के बनाउने अरे? यहाँ चाहिँ बुढीले चटपटे खाजा अरे। अब केटाकेटी भर्खर आएपछि स्कुलदेखि अनि हाम्रो लागि पनि खाजाको लागि तयारी गर्दैछ। स्पेशल के अरे यो चाहिँ खासमा? बन्दाकोपी, प्याज खर्सानी। अनि यहाँनिर छ आलु। आलु पनि। वाउ, दिस इज पोटेटो फिङ्गर। यति हालेर हामी चटपटे बनाउँछौँ। चटपटे। कराईमा चाहिँ के? तेल
फिङ्गर फुलाएको हुन्छ दिस इज फिङ्गर एउटा चाहिँ लामो रहेछ खाइदिनु भयो झिँगा छ धेरै झिँगा औषधि राख्नुपर्छ अस्ति ल्याएको होइन त नि भुजा चाहिँ यति रहेछ हाम्रो बाल्टिन ठुलो भयो चटपटी यता हात त मेटासिट गर्नु है हाल्दैछ बडीले चटपटको लागि साथीहरू हाम्रो बन्दैछ परिकारहरू के एड भइसक्यो त यहाँ खर्सानी प्याज बन्दाकोपी फिङ्गर चौचौ अब आलुदेखि त्यति नै अब के अमिलो नुन हाले अमिलो लाएको छुइनँ अमिलो चाहिँ पानी घोलेर लाउनु पर्यो तेल पनि लगाइदिनु ल अहिले अमिलो साथीहरू लग्जरी अमिलो अरे घोल्दैछ बडीले चटपट वाउ घोलेकै छे अझै घोलिसकिन अब म चाख्छु हेर्नुहोस् साथीहरू ल कस्तो भयो अलिकति नुन चाख्नु पर्यो नि कस्तो भयो स्पेसल छ यम्मी बजारको जस्तो कि गाउँले जस्तो घरेलु चटपटे वाउ बडी नाइस यहाँ चाहिँ हाम्रो लाठीहरूको लागि अब चाहिँ साथीहरू म पनि खानु बसेको चटपटे बनाइसकेर खाएँ ल अब चाहिँ म दिदीले पठाउनु भएको यो सिस्नु बहिनीलाई पनि लगिदिने थोरै बहिनीको लागि पनि मैले यहाँ तयार पारेँ अनि यहाँनिर आलु पनि तयार पारेको छु अब लगिदिने म बहिनी के गर्दैछ बहिनीकोमा म पुगेर आउने छु अब चाहिँ आज हामी पातले सिस्नु खानालाई पकाउँदै हुनुहुन्छ मेरो बुढो पातले सिस्नु चाहिँ साँच्चीकै मिठो पकाउनुहुन्छ त्यही भएर बुढोले पकाउँदै हुनुहुन्छ या मिठो हुन सक्छ केही मात्रामा मैले पकाएको मिठो भएन अरे नानीहरूलाई पनि अस्ति
बाबाले पकाएको त मिठो थियो त भन्दै छोरीले खाँदैछ। अब यसलाई टक्क छोप्नुपर्छ होइन, छोप्दा हुन्छ हुँदैन त्यो थाहा छैन, तर म चाहिँ छोपेर बनाउँदैछु। सुती लामो भएर ढल्केर फुकेको। यस्तै छ, सानोबाट पाकेपछि खाइन्छ मजाले। यहाँ चाहिँ नुन, अजिना, लसुन, टिमुर, चिनचिन खानाको यति छ। फेरि कस्तो खुवाउनु लाग्ने भयो नि। अमेजिङ। भातले सिस्नु। ओके ल, अब मेरो बुढोले चाहिँ चाख्ने रे। नुन कस्तो लाग्यो, माड मसला कस्तो लाग्यो, त्यो सबको लागि एकचोटि जहिले पनि चाख्नु हुन्छ। त्यस्तो गर्नै पर्यो, त्यसो गर्नै पर्यो। खोल्छाउने ल्याएको यहाँ चाहिँ बुढोले चाख्दै हुनुहुन्छ है। सायद यतिको मिठो नहोला कुनै ठाउँ। धेरै धेरै धन्यवाद दिदीलाई, फेरि पनि पठाइदिनु होला यस्तै मिठो खालको सिस्नु। ल ल अब हाम्रोमा सिस्नुको दाल, भात, खोर्सानी सबै। अनि यता मेरो छोरीहरू सबैजनाले खाँदैछन्। कस्तो भयो त? सबैजनाले भेरी गुड। कस्तो छ? मिठो छ? भेरी गुड। तपाईँले पकाउनु भएको हो? तुम्हाले मैले पकाउनु भएको तुम्हाले झन् मिठो। साथीहरू मैले पनि सिस्नुको दालसँग खान थालेँ। एकदम मिठो हुन्छ। दिदीले पठाइदिनु भएको ताप्ले सिस्नु, त्यो पनि खेजिनेमबाट पठाइदिनु भएको ताप्लेजुङको खेजिनेम। एकदम मिठो लाग्छ मलाई पनि, त्यही भएर आज दालसँग खान आँटेको। वाउ, साँच्चीकै मिठो भएछ हो। स्पेसल भयो स्पेसल